विनाशकाले विपरीत बुद्धि श्रम संस्कृतिको पार्टीको विनाश मतलब पतनको बाटो रोजिहालेको छ। किनभने जङ्गली सुगरले जब उहाँको अन्त हुन्छ नि, जब उहाँ विनाशको समय आउँछ नि, त्यो जङ्गल छोडेर सहरतिर भाग्छ भनेर हो। ठ्याक्कै आज श्रम संस्कृति पार्टीले पनि जुन एउटा जङ्गली सुगरहरू छ, श्रम संस्कृति पार्टीभित्र जङ्गली सुगरहरू, यो जङ्गली सुगरहरू सहरतिर गएका छन् आफ्नो विनाश र आफ्नो पतनको लागि। त्यही भन्छ विनाशकाल विपरीत बुद्धि नभएको यी पशुहरू अब बालेनको विरुद्धमा कतैदेखि अब मान्छे उचाल्न नसके, गर्न नसकेपछि, चारैतर्फबाट थाकेपछि अब जङ्गली सुगरहरू, श्रम संस्कृति पार्टीका जङ्गली सुगरहरू काठमाडौँ गएका छन्। काठमाडौँ किन गएका छन् त? त्यहाँका नेवार समुदाय जुन छ तिनीहरूलाई बालेनको विरुद्धमा खडा गर्नको लागि र बालेनका विरुद्धमा केही कुराहरू वा कान भर्नको लागि नेवार समुदाय यसलाई गएको छ भन्न र त्यसको विरोधमा सडक तताउन भनिरहेछ। के यो सम्भव छ त? के काठमाडौँका नेवार समुदायहरू यति शिक्षित छ त? यति शिक्षित छ, यति बुद्धिजीवीमा कम छ त? के तपाईँ कस्तो लाग्छ त? तर त्यही नेवार समुदाय जुन काठमाडौँमा थिए, जुन बालेनले मेयर हुँदै क्रममा, अनि त्यही नेवार समुदायले साथ दिएर बालेनले आज मेयर बने। नेपालकै पहिलो मेयर त्यस्तो बने कि उसले देशभरि नै हल्लाउने गरी उसले ताकत र क्षमता राखेका थिए। त्यो मेयर र आज के भन्छ, त्यो मेयर आज चाहिँ प्रधानमन्त्री बनेको छ। के प्रधानमन्त्री बनिसकेपछि त्यहाँका नेवार समुदायहरू त्यो प्रधानमन्त्रीको जुन 3 वर्ष अगाडि नै, 3-4 वर्ष अगाडि नै जुन भोट दिएर मेयर बनाएका नेवार समुदायहरू आज त्यसको विरोधमा जान्छ त? के कति सत्य छ त? हो, यो सत्य भनेको सुगरहरूको लागि हुन्छ, तर सुगरहरूले नेवार समुदायले बुझेका छैन। तिनीहरूले कमजोर ठानेका छ, तिनीहरूले अशिक्षित ठानेका छ, अबुद्धिजीवी ठानेका छ। त्यो श्रम संस्कृतिका मान्छेहरू, म भन्न चाहन्छु, श्रम संस्कृति मान्छेहरू जुन काठमाडौँमा गइरहेको छ नि, जुन नेवार समुदाय उचाल्न गइरहेको छ नि, म त्यहाँको नेवार समुदायहरूलाई म धेरै सम्मान र सल्युटका साथ भन्छु। तपाईहरू यो सुगरहरूलाई चाँडोभन्दा तपाईँको घर आँगनमा आयो भने यो सुगरलाई हैन गोली हानेर हुन्छ कि झटार मारेर हुन्छ, के हुन्छ, यसलाई समाप्त गर्नुपर्छ। किनभने यो जङ्गली सुगरहरू नेपालको कानुन नमान्ने, नेपालको संविधान नमान्ने, जुन पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर